ल है गाइज, फ्रान्समा यसरी खेती हुन्छ बाहिरतिर एकदम कृषिको एकदम मानिने ठाउँ हो। मकै गहुँ सब यहीँ हुन्छ। फ्रान्सले नै धेरै जसो पिठोहरू निर्यात गर्ने गर्छ। अङ्गुर खेती पनि यतै हुन्छ। विभिन्न फलफुल खेतीहरूदेखि लिएर सबै चिज हुने गरेको छ। यसको प्रायः आफ्नै चिजहरू छ, उत्पादनमा आफैले गर्ने गर्छ। एकदम रमाइलो छ है। म चाहिँ आज बाहिर जाँदैछु 3-4 घन्टा, त्यसले गर्दा यो भिडियो म ट्रेनबाट लिँदैछु। कृषि जन्ने बिचलाएर हिट मारेन होइन, सबैतिर कृषि नै, कृषिको फाँटहरू देखिन्छ है। यहाँ चाहिँ कतै कतै वनजङ्गल देखिन्छ, नत्र प्राय सबैलाई हेर्नुहोस् कृषिको फाँटहरू छ। यहाँ चाहिँ तोरीदेखि लिएर हरेक चिजहरू हुन्छ। खेती भइरहेछ। On l'a déjà donné, hein? Eh ben nous donnons encore. Alors, qu'est-ce que je